कुराहरू पुरुष स्वास्थ्यको बारेमा के तपाईँलाई थाहा छ? अन्डकोशको क्यान्सरको बारेमा विश्वमा करिब 250 व्यक्तिहरू पुरुषहरूमध्ये एकजनामा चाहिँ अन्डकोशको क्यान्सर पाइएको छ। यो मुख्यतः उमेर समूह 15 देखि 30 वर्षको उमेरमा धेरै पाइएको छ। त्यसैले पुरुषहरूले समयमै आफूलाई अन्डकोशको क्यान्सरको केही लक्षणहरू छ कि छैन भनेर त्यसको बारेमा जानकारी लिनु एकदम जरुरी छ। अमेरिकी डाटा अनुसार हेर्ने हो भने चाहिँ वार्षिक लगभग 10,000 व्यक्ति पुरुषहरूमा चाहिँ अन्डकोशको क्यान्सर भेटेको छ र जसमध्ये 500 जनाको चाहिँ यसले जीवन लिइरहेको छ। अन्डकोशमा कुनै पनि गिर्खा डल्ला भेटिएको छ, कहिलेकाहीँ अब सुनिँदै गइरहेको छ भने चाहिँ र कहिलेकाहीँ आफ्नो स्तनको साइजहरू पनि बढ्दै गइरहेको छ भने चाहिँ पुरुषहरूले अन्डकोशको जाँच चाहिँ गराउनु एकदम जरुरी छ। डाक्टरसम्म पुग्नुभन्दा पहिले पनि आफैले अन्डकोशको जाँचहरू आफैले स्वयं नै छामेर गर्न सकिने छ। त्यसको लागि घरमै केही स्टेप्सहरू म बताउन गइरहेको छु। त्यो स्टेप्सहरू फलो गर्नुभयो भने चाहिँ हजुरले अलिकति आफूलाई पनि त्यसको लक्षण छ कि छैन भने छुटाउन सक्नुहुन्छ। यसको लागि आफ्नो अन्डकोशलाई हजुरले नुहाइरहेको बेला अथवा पछि पनि जाँच गर्न सक्नुहुन्छ। त्यसको लागि अन्डकोशलाई आफ्नो दुईटा यो औँलाहरूको बिचमा पछाडि चाहिँ थम राखेर तपाईँले छाम्न सक्नुहुनेछ। सुरुमा अन्डकोशहरूलाई घुमाइ छाम्नु पर्नेछ। त्यसपछि चाहिँ माथि तपाईँको नसाहरूलाई छाम्नु पर्नेछ। त्यसमा यदि कुनै गिर्खा डल्लोहरू कतै केही भेटाउनु भएको छ भने चाहिँ हजुरले चाहिँ एकपटक चिकित्सकको सल्लाह चाहिँ अनिवार्य रूपमा चाहिँ लिनु होला। चिकित्सकहरूले आवश्यक अनुसार भिडियो एक्सरेहरू अथवा सिटी स्क्यानको जाँचहरू गर्न सक्नुहुनेछ, जाँच्नुहुनेछ र विभिन्न रगतको जाँचहरू पनि आवश्यक पर्न सक्छ। हस्त धन्यवाद।